टक्क लाएर आफ्नो गाडी ल्याएर यहाँ पार्किङमा सुत्त छिराइदिने अब कति पैसा लाग्छ थाहा छैन त्यसपछि जाने हाम्रो टावरमा द रियुनियन टावरमा छिटो अब लाइछु हाम्रो पार्किङको पैसा कति लाग्ने थाहा छैन कता हाम्रो गाडी ल वाउ ल यसमा जाने हो हामी चाहिँ रियुनियन टावरमा टिकटको लाइन बसिरहेका छौँ डेलास टेक्सस त्यो ढोकाबाट आएर यहाँ टिकट काटेर चाहिँ अनि हामी चाहिँ यसरी रन्किरामुडी यता हेर्न हामी यहाँ टिकटको लाइनमा बसिरहेका खिच्नु भयो ल एफिल टावर यो भयो होइन यो भयो त्यो भयो फोटो खिचेर टक्क लाएर अब यहाँ भित्र छिर्ने त अवस्था आयो यो एलिभेटर भित्र छिर्ने वाउ ones that are not scared. We do have restrooms up here available for you to use. Machine. We can purchase souvenirs, ice cream, Powerade, water, whatever you want. They gave you a ticket with a barcode on it downstairs when you took your photos. You want to scan it on the kiosk upstairs. Enter your email address. Excuse me. It'll download your photos to your email within 10 minutes. That way you'll get it. Wait, éxito está asociado. Éxito está lá. Wait, what is up? Udah no. Oh, nanti bala lagi ba? Itu mana? Wait. Y'all enjoy the view. आऊ तल झरिसक्यो सकिन्छ पैसा पैसा वसुल भइसक्यो ल है आयो 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 माथि यहाँ कति हो ल हामी चाहिँ टावर भित्र माथि आइपुग्यौँ लुतुत छिराएको छिरै गरेर कति टाढा हो यार ए कति माथि हो ओहो यहाँको भ्यू सही आउँदो रहेछ यार सही रहेछ त यहाँ दूरबीनबाट हेरे हावा पनि आउँदो रहेछ ए त हेर न जतिको भयो कहाँ देखिन्छ धरहरा जस्तै रहेछ सेम टु सेम धरहरा यार काठमाडौँ देखिँदो रहेछ कति तलहरू चाहिँ त्यो थाहा भएन मलाई अब यहाँबाट चाहिँ सबै हेर्न मिल्ने चाहिँ दूरबीनबाट हेरे चाहिँ के हेरे हो कुनै त्यो संसारमा के हेरे हो चितवन हेरे हो क्या कहाँ छ नेपाल भनेर ल खतरा रहेछ ल यहाँ चाहिँ तार छ डोरीको मस्त हावा आउँदो रहेछ यही त बल्ने होला लाइट राति होइन ए लाइट बल्ने कति ठुलो यार बाहिरबाट हेर्दा त सानो देखिएको थियो त सही देखिँदो रहेछ भ्युज ल डालासको भ्युज जिन्दगी सारा राना मोटर गाडीमा ल माथिको काठमाडौँको धरहराबाट देखिने सिनहरू भनेको यिनै हुन् यहाँबाट हामीले काठमाडौँको त्यहाँ ऊ त्यो नेपाल टेलिकम त्यो टेलिकम हो र यहाँबाट तल आउँदाखेरि त्यो टावरलाई के भन्छ अरे टेलिकम भन्दा साइडमा के छ अरे टेलिकम भन्दा साइडमा के छ अरे दशरथ रङ्गशाला त्यो दशरथ रङ्गशाला हो त्यसपछि आएर हाम्रो सबै होटेल हो काठमाडौँका सबै होटेलहरू यहाँ बिजनेसहरू छ यहाँ सबै बिजनेसहरू छ एकदम राम्रो बनाएको छ काठमाडौँ अहिले धेरै राम्रो लाग्यो मलाई
यता यहाँभित्र चाहिँ होटेल छ है ओ ल हामी चाहिँ अब घुम्यौँ ठुलो त ठुलो रहेछ बिल्डिङ घुम्दा घुम्दा होइन कता गयो ए मेरो बुढी भाइ कम सही छ ल यो हाम्रो डालासको टावर के टावर भन्छ रे यसलाई मैले बिर्सेँ ए रियुनियन टावर चाहिँ बल्ल बल्ल घुमेर राति भ्याउनु लाग्यो केही छ र भन्न केही छैन सबै भर्खर भन्छ हजुर राम्रो छ एकदम राम्रो लाग्यो हामीलाई चाहिँ होइन सिनहरू मलाई चाहिँ यो ठाउँबाट चाहिँ एकदमै खतरा रहेछ ल डालासको पुरै ठाउँ देखिँदो रहेछ एकपट्टि साइड डाउनटाउन एकपट्टि साइड यो फाँट एकपट्टि साइड यो रोडै रोड होइन सही छ ल यहाँबाट चाहिँ मेरो गाडीको बिजोक किरासरी जिन्दगानी गाडी भयो धुन हजुर फोटो होइन भिडियो भिडियो हो के आऊ ल हामी चाहिँ सबै घुमेर भ्याइयो है गाइस यहाँको रियुनियन टावर र अब जानलाई लागि यो लिफ्टबाट जानुपर्ने रहेछ रमाइलो भयो के आयो होला धेरै राम्रो हो रे के किन्नु बुढीले राज धेरै राम्रो हो रे ए के गर्छ यसले ल हामी चाहिँ भ्याइयो हाम्रो द रियुनियन पार्क चाहिँ हामी भ्याइयो अब लिफ्ट चढेर तल जानु लाग्यो साथीहरू यतै हो ओ माइ गॉड यता हो ल बाई बाई टाटा द रियुनियन टावरको टुर चाहिँ खतम भएर छ फेरि भेट्दै गरौँला है साथीहरू